आज चाहिँ म बनाउँदैछु फेरि बस्तीको सुप। बस्तीको के भन्छ त्यो घरमै पालेको कुखुराको सुप बनाउँदैछु। अन्त एकदमै सिम्पल छ। हेर्नु न अन्डा पनि रहेछ। आज त कुखुरामा त तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाउँदैछु सिम्पल तरिकाले। चिकन पनि हाल्दैछु, धोएर रेडी गरेर राखेको छ। जिरा र गरम मसला पिसेको छ। यो अदुवा लसुन हो, मसलामा पिसेको कारणले गर्दा चाहिँ र यसमा चाहिँ नुन, हर्दी र हल्का गरम खोर्सानी छ। कलरको लागि मात्रै हो गरम खोर्सानी चाहिँ, किनभने नानीहरूले पनि खान्छ। त्यसैले गर्दा पिरो चाहिँ हालेको छैन। यति बेला चाहिँ म हाल्दैछु सोपको साग। यहाँ मैले अदुवा पनि अलिअलि कुच्चाएको थिएँ, त्यो पनि राखेको छु। यति हालेपछि चाहिँ पाक्यो। अहिले फेरि यो ढेँडो खानुपर्छ। सुप पाकेपछि चाहिँ पानी तताएँ, पानीमा घिउ हालेँ, पिठो हालेर पानी उम्लिन थालेपछि अझै पिठो हालेर मस्काउन थालेँ। मजाले मस्काउँदै अलिक गिलो भएछ। अझै मैले आँटा थपेँ। आँटा थपेर मजाले मस्काएँ र यसरी रेडी भयो ढेँडो पनि। अब खानेछौँ।